रेखाजी, आज हामी एउटा गम्भीर तर महत्त्वपूर्ण विषयको बारेमा कुरा गरौँ है। के विषय हो त्यस्तो राजेशजी? यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अर्थात् सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्स। ओहो, यो विषय त महत्त्वपूर्ण मात्र नभई हरेक व्यक्तिको मौलिक अधिकार हो र विशेष गरी अपाङ्गता भएका महिला तथा किशोरीहरूको लागि त झन् यो निकै महत्त्वपूर्ण छ। ए हो र, कृपया यसलाई अलि सरल भाषामा बुझाइदिनुहुन्छ? पक्कै राजेशजी, सरल भाषामा भन्नुपर्दा यौन तथा प्रजनन स्वास्थ्यले विशेष गरी व्यक्तिको यौन जीवन र प्रजननसँग सम्बन्धी शारीरिक अवस्था वा स्वास्थ्यलाई बुझाउँछ। यसमा शरीरको हेरचाह, सुरक्षित यौन सम्बन्ध, परिवार नियोजन, प्रसूति सम्बन्धी सेवा आदि कुराहरू पर्दछन्। त्यसैगरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार भन्नाले हरेक व्यक्तिले भेदभाव, जबरजस्ती वा हिंसा बिना आफ्नो शरीर, यौन जीवन र प्रजनन स्वास्थ्यबारे सूचित र स्वतन्त्र निर्णय लिन पाउने अधिकारलाई बुझाउँछ। यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई सरल भाषामा त बुझेँ, तर यसमा के कस्ता सेवा अथवा अधिकारहरू पर्छन् भनेर अझै विस्तृत रूपमा बताइदिनुहुन्छ रेखाजी? हुन्छ नि राजेशजी, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार आफैमा बृहत विषय हो। यसमा धेरै कुराहरू पर्छन्, जस्तै 1. विवाह, परिवार र यौनिकताबारे स्वतन्त्र निर्णय गर्ने अधिकार, जसमा प्रत्येक व्यक्तिले विवाह गर्ने वा नगर्ने, कहिले गर्ने, परिवार बनाउने वा नबनाउने भन्ने निर्णय स्वतन्त्रतापूर्वक गर्न पाउने अधिकार हुन्छ। 2. गर्भनिरोधन र परिवार नियोजनमा पहुँच, जसमा हरेक व्यक्तिले बच्चा कहिले र कति जन्माउने भन्ने निर्णय आफै गर्न पाउँछन् र त्यसका लागि आवश्यक परामर्श र साधनहरू जस्तै कन्डम, पिल, इन्जेक्सन, आइयुडी आदि पाउन सक्ने अधिकार हुन्छ। 3. सुरक्षित प्रसूति सेवा र त्यसपछिको हेरचाह, जसमा गर्भवती महिलाले गर्भ अवधिभर स्वास्थ्य परीक्षण, पौष्टिक आहार र सुरक्षित प्रसूति सेवा पाउने र बच्चा जन्मेपछि आमा र शिशुको उचित हेरचाह हुने सुनिश्चितता हुन्छ। 4. यौनजन्य रोगहरूको संक्रमण, रोकथाम र उपचार, जसमा HIV, एड्स, सिफिलिस, गोनोरिया जस्ता यौनजन्य रोगहरूको संक्रमण, रोकथाम साथै उपचारको अधिकार हुन्छ। 5. यौन तथा लैङ्गिक हिंसाबाट संरक्षण, जसमा व्यक्तिमाथि हुने दुर्व्यवहार, जबरजस्ती, यौन उत्पीडन वा कुनै पनि प्रकारको यौन वा लैङ्गिक हिंसाबाट सुरक्षा र संरक्षण दिने सुनिश्चितता हुन्छ। 6. यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र शिक्षा प्राप्त गर्ने अधिकार, जसमा प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्य, परिवार नियोजन, रोग रोकथाम र सुरक्षित यौन जीवनबारे सरल भाषामा जानकारी पाउने र आवश्यक शिक्षा प्राप्त गर्ने अवसर पाउँछ। यसले उनीहरूलाई सूचित निर्णय लिन सक्षम बनाउँछ। 7. सहमति, गोपनीयता र शारीरिक स्वायत्तताको अधिकार, जसमा हरेक व्यक्तिले आफ्नो शरीरबारे आफै निर्णय लिन पाउने, यौन सम्बन्ध वा स्वास्थ्य सेवामा जबरजस्ती नभई सहमति अनिवार्य हुने र आफ्ना व्यक्तिगत स्वास्थ्य जानकारी गोप्य राखिने अधिकार पर्छ। त्यसो भए यौन तथा प्रजनन स्वास्थ्य र अधिकार अपाङ्गता भएका महिला र किशोरीहरूको लागि त झन् महत्त्वपूर्ण छ जस्तो लाग्यो। तपाईले ठिक भन्नुभयो राजेशजी। यसलाई नेपालको संविधान र कानुनले पनि प्राथमिकतामा राखेको छ। जस्तै नेपालको संविधानको धारा 38ले सबै महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको मौलिक हक सुनिश्चित गरेको छ, जुन अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि पनि बराबरी रूपमा लागू हुन्छ। साथै धारा 18ले अपाङ्गता, लिङ्ग वा अन्य कुनै आधारमा हुने भेदभावलाई निषेध गर्छ। त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075ले अपाङ्गता भएका महिला सहित सबै महिलाहरूलाई पहुँचयोग्य प्रजनन स्वास्थ्य सेवाको अधिकारको ग्यारेन्टी गर्दछ, जसले प्रत्येक महिलाको सहमति, गोपनीयता र गैर भेदभावलाई जोड दिई समावेशी सुविधा र प्रशिक्षित कर्मचारी मार्फत पहुँचयोग्य यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न सरकारलाई बाध्य बनाउँछ।
गजब रहेछ त। यससँगै अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि UNCRPD र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074ले राज्यलाई अपाङ्गता भएका महिला र किशोरीहरूको लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चित गर्न बाध्य बनाउँछ। यी सबै कानुनी प्रावधानहरूले अपाङ्गता भएका महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यलाई केवल स्वास्थ्यको विषय मात्र नभई समानता, स्वतन्त्रता र मानव अधिकारको विषयका रूपमा स्थापित गरेको छ। अब त प्रष्ट भयो रेखाजी, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार विलासिता नभएर मौलिक अधिकार रहेछ। हो नि राजेशजी, त्यसैले अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई मेरो अनुरोध, आफ्नो अधिकार जान्नुहोस्, प्रयोग गर्नुहोस् र आत्मविश्वासका साथ बाँच्नुहोस्। यो भिडियो अपाङ्गता भएका बालिका, किशोरी र महिलालाई न्यायमा पहुँचबारे सुसूचित गर्ने उद्देश्यले एक्सेस प्लानेट संस्थाले तयार पारेको हो।